महात्मा गांधी कहते थे, सुन्नीमा तिमी के साह्रो राम्री, झुम्के बुलाकीले के साह्रो सुहाकी। सुन्नीमा तिमी के साह्रो राम्री, झुम्के बुलाकीले के साह्रो सुहाकी। ओ मुहार तिम्रो चन्द्रमा जस्तो शिरबन्दी सिरैमा। रुको, ऐसे नहीं, शुरू से दिखाता हूँ। जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार, अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर।
छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो पर्वदेव यो अब झारसा टुक्की टुक्नु मन खाना तब हाङदाङ हान्दिँदैन तब के गर्नु हिजो हाम्रो सरसल्लाह अनुसार र यहाँ मुनिदा मुलकोदा 27 गते उसले चाहिँ यो हरिबहादुर सिप्तुङका थियो वाङ्दा माया खोप्सा मित्र खोप्सा नाना दिन निमोयङ आएको थियो त्यसरी भन्नुभएको थियो र यी आएको हामीले बाटो भुलेको होइन र हामी कुनै पनि चावल लस्कर लिएर त्यसरी है झगडा गर्नु पनि आएको होइन माया तृप्ति काममा आएको बाबा बाबा यो कथाका मायाको क्यान्सर क्यान्सर बालिन्छ खेल्नु मैया कि भने अब जति हान्टिन मुन्ना हो खाना दस महिना देवी देवता सिद्ध सिकारी चाहिँ राख्नुलाई हजुर काममा माया दोष निनर सायद दोष सुमसेन विषय दोष निमोलो मोटा मुलो माटा मुदो माटा यो थोड़ा वो डुमकावा से यूनियन है गरिले सक्छन् भन्दा छैन याद अब बाबा ओको थाप्साङ डुङसिन ओको लिन्छ अनि अर्को भेट्नु यो सारेर चाहिँ अनि यो सारेर चाहिँ अम्बे माथि अहिले कैमा झुल्किन्छौ जुन झै तिमी पुर्णेको छेकैमा सिकमुरी फुल्यो नि अम्बे माथि अहिले कैमा झुल्किन्छौ जुन झै तिमी पुर्णेको छेकैमा आहा लगन जोडे छ अम्बे बेहुला र बेहुलीको आउँछ कि ख्याली र सम्लो पहिले पहिलेको लगन जोडे छ अम्बे बेहुला
कुराकानी गाउँ घरको औ माया बसना नजाऊ पर भो हाए नजाऊ पर भो हाए नजाऊ पर भो धानैमा नाच्नु नि पालामा चौहारी कसरी बसुमा चिन्जानै नगरी हाए चिन्जानै नगरी हाए चिन्जानै नगरी फुलेछ बैसनी यौवनले धपका सृष्टिको फुल हो टिपुकी टपका हाए टिपुकी टपका हाए टिपुकी टपका बगैँचा ठानी आएछ धपका वनको फुल झै नटिप्नु टपका हाए नटिप्नु टपका हाए नटिप्नु टपका सिक्नुरे खोल्यो नि अम्बी माथि हाइले कैमा झुल्किन्छौ जुना झै तिमी फुलेको छेकैमा सिक्नुरे खोल्यो नि अम्बी माथि हाइले कैमा झुल्किन्छौ जुना झै तिमी फुलेको छेकैमा लगन जोडेछ अम्बी बेहुला र बेहुलीको आउँछ कि ख्याली र सम्लो पहिले पहिलेको लगन जोडेछ अम्बी बेहुला र बेहुलीको आउँछ कि ख्याली र सम्लो पहिले पहिलेको सिधै आमालाई अब आमा यहाँ मान्छेले छोएर तिमीले पनि अब लिएको कुरो केको कुरो स्वीकारेर अब भयो तिम्रो यो छोरीले दिएको अब तिमीलाई आमा मात्रै हो मिलायो होला मिलायो होला हजुर सोध्दैछु
एकैचोटि राख्दा पनि हुन्थ्यो एउटै बोलीले सबै सबै राख्नु राखी एक काम कोही पल्टाउनेमा झारा रिजर्भेसन के यो ताला अफ्टर घोप्टो अफ्टर उतार यो ताला आउँछ घोप्टो नाङ्लो त मको पाम्ने आमा आमा पनि त हुन्छ नि हौ खै यो फुपूलाई यो कयङलाई यो गाजी वातङलाई भयो यो फुपूलाई भयो अनि अर्को सबै कतालाई छिटो अनि सबै राख्यो अनि नाम गरेर अनि बोल्दाखेरि कालियाङमा बस्नु पर्ने आउनु भने कसैको आऊ न यहाँ बस्नुपर्छ नि टिकावाटमा साइडमा भित्र यहाँ बस न यहाँ बस न यहाँ बस्नु भुइँमा बस यहाँ छ नि यहाँ बस यो चाम्लिङले तर वाबुङ छ चाम्लिङ र कुनबरीसम्म बेबारी मानिलियो अनि ओडाल सागो टाट्न डोर हजुर पहिला खेडा कुन्दरीसम्म झ्याट्ने खास खेडा मको मानिलियो अब ओडा आएको कुसैची ओडा माछाची र चाम्लिङमा हो तर बुढेछ चाम्लिङची हो ओडा आइयो देउला चाहिँ वाबुङसा चाम्लिङची वाबुङसा चाम्लिङची र आनको छिनानको सिक्तुङ खाल्ची हो मानिलियो क्या ओडालाई सागो डोरा हजुर अनि अब भोरपमा दोहोरो जगुमा अनि एउटा अब सुरुबाट मावली सागो थपनी चाहिँ ओहोर दोहोर मलाई उन्नरीसँग र त सिमबेगारको धारा नहुने बेगारको खल्सा नहुने सबैभन्दा सृष्टिकर्ता मावली हिजो खाप्साकीले त हिजै धेरै थियो होला तापनि यो चाहिँ यसो
राखी बिन्ती मात्रै शिर माओलीहरू उहाँहरू त माओलीको मन दुःख नहोस् मेरो भान्जीहरू यस्तो कुटुम्बको सोधेन भनेर भनिदिनेलाई भयो अभिषेक खानुले लिने बचिया डुमा सिन्धु सेछन् सिन्धाउमा यो भन्ने बयचिया खाताको लागि चाहिँ हाम्रो सम्बन्ध जहिले रहिरहोस् भनेर 18 पुस्ताको लागि यो करोडौँ रुपियाँ खरबौँ रुपियाँमा नपाउने सागु थपनी गर्नुभयो ओर्दो हामीले हो कि हामीले राख्यौँ उहाँले राख्यौँ चल्यो नि सबै होइन हजुरहरूले पनि राख्नु भएछ साधु बलियो भइरहोस् सधैँ पुस्तमभरिलाई होइन जहिले चलिरहोस् हजुर हाम्रो पछि खातामा जति टाढो भए पनि त्यही साँगोबाट ओर्दो गर्नु पाऊँ है दोहोरो यो हुने भयो एकदम दोहोरो आजदेखि अब लुक्टुमले अब सागा इसाजीमा अब गुगुलले नै यसो कान्छाले यता माग्ने दिमालाई लगेर अघि हाम्रो नातिलाई भान्जीजी आशीर्वाद गर्नु यो सागु थपानीको चाहिँ हुँदैन होला यो त अलिकति आफू जेले पनि भएको हामीले अघि साथीभाइ भएर हामीले चुलाबाट चाहिँ आज तिमी छैनौ आजदेखि चुलाबाट तिमीलाई बाहिर राख्दैछौ अब लगायत अहिले अब हामी भरे पञ्च बसेर पञ्चले पनि तिमीलाई अब यो के अरे चाम्लिङको हातमा दिने छ है भनेर हामी अघि चुलासँग हामीले चाहिँ बक्साउनै पर्छ सही कुरो हो नि त वाबुङ साको घर दलनमा पसेको छ तिमीहरूको नातिनी अब फेरि छोड्नु भएन भन्दाखेरि अब फेरि चाहिँ यो चाहिँ अब भेटिनै छाडे हजुर बर पिपल छाया उहिले त लेखिन्थ्यो रे चिठीमा माया भेटिनै छाडे हजुर बर पिपल छाया उहिले त लेखिन्थ्यो रे चिठीमा माया डोको बुन्ने नि गालो छोयाले जाने खायो त्यो तिम्रो मायाले डोको बुन्ने नि गालो छोयाले जाने खायो त्यो तिम्रो मायाले नाच्न गाउन रोदीमै गइन्थ्यो नि है साथी सँगै सबै छुट्टै कहाँ गए खै नाच्न गाउन रोदीमै गइन्थ्यो नि है
साथी सँगै सबै छुट्टे कहाँ गए खै शैलीको त्यो बोलीमा अड्किन्थ्यो मन सम्झना बेबीलाई गए रमाइला ती छेड काठै छोटो जीवन सँगसँगै हँसौँला नालो प्रेम छोडेर जाने भाव छोटो जीवन सँगसँगै हँसौँला नालो प्रेम छोडेर जाने भाव पहिले त माया लौ भन्दा घरकाले दिन्थे नारे अहिले त जाली छन् सबै चोखै माया भेटिन्न रे डोको बुन्ने निगालो चोयाले जानै खायो त्यो तिम्रो मायाले डोको बुन्ने निगालो चोयाले जानै खायो त्यो तिम्रो मायाले सम्झना साटे मायाको चिनो कुसुमे रुमाला राखे साइले नबिर्सेस माया यो जनलाई सोचेर सम्झना साटे मायाको चिनो कुसुमे रुमाला राखे साइले नबिर्सेस माया यो जनलाई सोचेर यो जनलाई सोचेर यो जनलाई सोचेर ईशा रस्ते वो बेगाने झूठे वो अफसाने तू न हो जिनमें हो थोड़ी उम्र है प्यार ज्यादा मेरा कैसे बता ये सारा तेरा होगा मैंने मुझे है तुझको सौंपना बाहों पे राहों पनाहों पे आहों पे बाहों पे साहों सलाहों पे मेरे इश्क पे हक हुआ तेरा ओ माही माही वे ओ माही ओ माही ओ माही ओ माही ओ माही ओ माही
कि साह्रो अगाडिबाट हिँड्यो से आया ये हाथ तुम्हारा, जैसे दरिया की हलचल को मिल जाए कोई किनारा। तुम्हारे संग आवारगी भी देती है जैसे सुकून। तुम्हारे संग हर एक लम्हा यादें नहीं मैं भूलूं। तुम हो तो सुबह नहीं है, तुम हो तो शाम हंसी है। एक दुनिया सपनों सी है, तुम हो तो इस पे यकीन है। तुम हो तो सब अच्छा है, तुम हो तो वक्त थमा है। तुम हो तो ये लम्हा है, तुम हो तो इसमें सदा है। बनके मैं क्या कहूँ, कोई लफ्ज ही काबिल नहीं है, पर मुझको इतना है पता। तुम्हारी इन आँखों से सारे ले लूं अंधेरे तेरे। मेरी जान भी बांटेंगे मिलके सारे सवेरे मेरे। तुम हो तो धूप है मध्यम, तुम हो तो छाँव है हरदम। तुम हो तो हक में है मेरे आते जाते ये मौसम। तुम हो तो सब अच्छा है, तुम हो तो वक्त थमा है। तुम हो तो ये लम्हा है, तुम हो तो इसमें सदा है।
तुम्हारे संग रातों जग के देखूं तुम्हें बस सोना नहीं है मुझे तुम हो तो सब अच्छा है तुम हो तो वक्त थमा है तुम हो तो एक लम्हा है हाँ इसमें ही तो सदा है बेरंगी शामें आई है तुमसे रंगीनियां फीके थे लम्हे जीने में सारे आई है तुमसे नमकीनियां बेइरादा रास्तों की बन गए हो मंजिलें मुश्किलें हाँ है तू ही से या तू ही हो
सवालों में उलझे, उनके जवाबों के जैसे मिले झरने ठंडे पानी के हो रवानी में ऊंचे पहाड़ों से बहके, ठहरे तालाबों से जैसे मिले। तुम क्या मिले, तुम क्या मिले, हम ना रहे हम, तुम क्या मिले। जैसे मेरे दिल में खिले फागुन के मौसम, तुम क्या मिले, तुम क्या मिले, तुम क्या मिले, तुम क्या मिले, तुम क्या मिले। दूरों दूरों मैं वेखा तेनू सोने हो, कहाँ तू कहाँ मैं। दूरों दूरों मैं वेखा तेनू सोने हो, कहाँ तू कहाँ मैं करा कि मैं आवा नजर तेनू लायक तेरे कि वे होवा तू दस मैनू कोल तेरे मैनू आने दे सोनी करा मैं कितने जतन सोनी। दूरों दूरों मैं वेखा तेनू सोने हो, कहाँ तू कहाँ मैं। सोचूं के मिलनी ते बोलांगा कि तेरी तां गल्लां च शायरी हो। सोचूं के मिलनी ते बोलांगा कि तेरी तां गल्लां च शायरी वेखेगी मैनू ते सोचेगी क्या तू मिट्टी दा बंदा मैं तू तां परी। इश्क दी गलियां च खोया है दिल वे
आस लगाई के जाए तू मिलवे कोल तेरे मैनू आन दे सोनी करा मैं कितने जतन नो सोनी दूरों दूरों मैं वेखा तेनू सोने कहाँ तू कहाँ मैं दूरों दूरों मैं वेखा तेनू सोने कहाँ तू कहाँ हिरो माफी गाउनु पर्छ नि फेरि हिरो माफी गाउनु पर्छ नि साथ दिएर आउनु
बेहुला बेहुला अब सोमटुक आमा भन्नु पऱ्यो सोमटुक आफ्नो डाकमलाको सेन्टामला मला वाबुंचा सामलेमोडा ओ वाबुंचा वाबुंचा वाछापा वाछावाडा मला ओ लायो सेन्की मला ओ सासुमाम खेवामले चाहिँ ताला लिने लिने छ ताला ता अङ्कल मलाई सोमटुक अब सोमटुक्य कोमटुक्य अङ्को उनीगरी मात्रै परम्परा ठाउँमा आफ्नो पुच्ची खान्डाङ्गा न हो अब सोमटुक निरा कोक्टोले त लय आइराका उनको रुमी पाङ्गी झारा मावा माली अङ्को झेङ्कामा भेट्टोमा थाल्यो मलाई मुक्का चकाले मुक्का चकाले झारक माउमा ओडाई उनको रुमी पानी तालामाथि चाहिँ पढाउँदैछौ ओइ त्यहाँबाट पर्दा जहिले वातङले बजाउँछ के भनेर बजाउँछ अब घरमा चुलामा र तपाईँको एउटा जस्तो भए उहाँको भाषाले के भन्नुभयो चितुङ्गा चुला हुन्छ वाछापाको साथमा हिजो दिनमा कतै काहीँ थियो थिएन भने आज हाम्रो चाहिँ प्रमाण तपाईँहरूलाई लिएर आएर यो हामी चाहिँ लबुङ छ एउटा साथमा जिम्मा लिउँ है भनेर 1 जिम्मा लिउँ 2 जिम्मा लिउँ 3 जिम्मा लिउँ फेरि उनका सँगमा हजुर अलिबाट 4 जना ल मलोगोडो दिहो सानोडा यङनान नि मलोगोडा मुलुमान्टा मधुमान्टा नुछेछान गोडा झारा सितुङका छिनुङका त्यो छेनखामा नाम के को बन्दाना हिजो त हाम्रो आमा पापा दिवादीमा मावलीको दिवादीमा मामा मावली सबै माइजूहरूसँग बसेर रहन्छन् घुम्दै तिमी यत्रो हुर्क्यौ बढ्यौ अघि र आमाको चित्त नदुखोस् बाबाहरूको चित्त नदुखोस् मामा मावलीको चित्त नदुखोस् र हाम्रो हेन्खामा धरती माता आकाशको 33 कडी देवी देवताहरूसँग पनि आशीर्वाद मागौँ हामी पञ्च भएर सबैजना हामी इष्टमित्र जम्मै हाँगा बान्छेन आफ्नो बुढोपाका जे जति छ आशीर्वाद दियोस् निन्दाम साया दोसा रङ्गी साया दोसा हो कि चासुङ दोसा कि मोलो कटा आनगानो सेन्खामा नि बन्दना ओडा हो चिकिङपाङ छ सिक्किम खाँची हो चिकिङपाङ हो मोलो ओडा 7 मिलियन ओडा चासुमा खादिने झेन्बियो खादिने मोलो ओडा सारीमा मयुङ छे सारीमा छिरु डाने हो कि देवी देवता यहाँ मान्ने थियो उसलाई पठाउँछ भने पनि यो घरमा यतै गाउँमा छोड्नु पर्यो है म पञ्च बके र यहाँ मैले बखन्दाखेरि कसैको
चिर्न नलओस्, मेरो परिवारमा पनि मेरो हाडवंशमा पनि चिर्न नलओस्। यो को मुलुकेन साङसुङ हुँदा एउटा मान्ले मान्छे नसेछन् जारा गोटा छेवाची ममाची म युङयाङ साधु आई वाबु माङछाच्यो ए के अरे वाबु जाच्यो पाङ्दा मनो ओची हाम्रो क्षेत्रको मान्छेसँग ओचियो नामिसा दिशा चासुङ आङमाङा लिने त्यो आङमाङा लिने फेरि आङमाङा लिने जान्ने बुझ्ने सुन्ने होस् मतलब चासुङ आङमा त्यो आङमाङा लिने कि मलो मान्ले मान्छे नसेसँग हुँदा धारा कोचिया लेने जान्नेगा लिने हो कि कसको छोरी चाहिँ फल्नाको छोरी चाहिँ गरेर खाओस् 5 पन्चा भला पन्चा राखेर ओको साङसुङ हिँड्दा जाराको मुलुकेन साङसुङ चाहिँ साया साङको जाङ अडानिने डङ्गी साया युङने खाना नि गरी खाने राम्रो नाम कमाइ खाने ससुरालीको आफ्नो गाउँघरको सबै मामा माउलीको पनि नाम कमाइ खाने आशीर्वाद सबैको सामान्य पञ्च सबै यो मुलुकुङ बाबु परिवार है आमा पापा कुटुम्बपट्टि नै जाने हो। यो चाहिँ हाम्रो राख्ने चलन छैन उता नै फर्काउने चलन छ र कोही बार कोही दिन कतै यता हाम्रो छिनामको सिक्तोङखाहरू यो भने यस नसै दिने एकदमै साह्रो बाह्र त्यो चाहिँ बरु नचलाई एउटा मुहानी जस्तो राख्यो। हाम्रो चाहिँ अब जस्तै कुटुम्बलाई नै जिम्मा दिन्छौँ। हजुर कुटुम्बहरूले कतिपयलाई चाहिँ कुटुम्बलाई जिम्मा दिएको चाहिँ हामीले राख्छौँ। हामी त्यसरी हामी राख्छौँ। यहाँ चाहिँ अब कुटुम्बबाट चाहिँ दिएको छ कुटुम्बलाई जिम्मा आउँदो रहेछ। हजुर हाम्रो चाहिँ फेरि दिएको कुटुम्बले हाम्रो चाहिँ यता मान्छे हामी राख्छौँ पहिला जस्तो गरे त्यस्तो त to hide.
तिमीलाई हेर म त बाजा जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःख काट्न आउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई हामी अब यता आटुलाम तुम्पा ओगछुम तुम्पा लासिन लाम लासिन छन् ओली भनेपछि हाम्रो जत्तीहरू त हराएन नि कसैले बन्दक त बसेन होला जत्तीहरू के बन्दक बसेको केटा हो बन्दक के त त्यो दिनमा आई अब हामीहरू अघि चिल्लो बङ्सा दिल्लो बङ्सा अघि गऱ्यौँ आयौँ बलिदिनु भयो फेरि अहिले फर्काएर गेट लक पनि गरिदिनु भन्दैछ लायक छ के गर्नु यहाँ याक्सा यहाँ गुन्याक्सा मुदुमी मुदुमी हजुर बाबा उपयोग खोजाउनु देवी देवता सिद्ध सिकारी सुन्दा आशीर्वाद म बुयाक्सा खबरा दिवारा खोली निन्दा सेन्चुली बागुली डाचाङ साया चोङयाङ्सा साया दोसा खाली गाउने ठोका देऊ न मेरो त नाक्सा परेछ हो नाक्सा खाना खाले उतै बोका न खानेमा चाहिँ खानु दियो न यो पनि खानु हो यहाँ निका हो फुटाउनु ल नानी सबैभन्दा एक कुरोहरू चाहिँ ल लु उठा यो ल लैजाऊ सबै तिमीले अब खाएर पनि खाँदैन खाए खाऊ न खाए फ्याँका
हुन्छु तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी बरफी पलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिमी भन्दा बढी म रमाउने छु तिम्रो दुःखमा अङ्गाली बेसरी म समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो दुःख सुख सबै बाँटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनभर दुःखका नआउला भनेर तर घटाउने छु सबै सँगै हाँसेर तपाईँहरूले जिम्मा आजको मितिबाट दिने भयो तपाईँहरूलाई कष्ट भयो होला आउँदा बाटोमा असुविधा के भयो कसो भयो राजी खुसी अनुसार हाम्रो राजा रानी तपाईँहरूको छोरीचेली हाम्रो कुलकुलिनीमा दिन जिम्मा लाउनु भयो आउँदाखेरि बाउमाइतीलाई कुनै कष्ट नहोस् भनेर एउटा यसो भनौँ एउटा शुभ साइड होस् भनेर हामीले एउटा पहिला त आनले गर्थ्यो अरे अहिले पहिला बाणले गर्थ्यो अरे अहिले आनले मात्रै यो हामीले एउटा रीतिरिवाज पुरा गरेको र बाउमातीहरूको शिर नढलोस् चेलीमाथीको घरमा पनि सधैँ नै शुभ आशीर्वाद बाउमाइतीको रहोस् भनेर बाउमाइती हिमाचुली भनेर हाम्रो छोराबुहारीले ससुराली बाउमाइतीको यसो धानले नभए आनले सिरो खाएको चाहन्छौँ भाइ बाउमाइतीहरू त्यस्तै छ बाटो अबदेखि ओहोरदोहोर भनेर है बाउमाइतीहरूलाई चाहन्छौँ है जाने मन छ के छ जाने मन छ
यो उनीहरू त्यो खाँदैन सबैलाई छल्के त पर्दैन होइन यो भित्र त हाल्नु हुँदैन नि त जग्गा देख्न सक्छ यतिजना हुनुहुन्छ होइन कुद्नु त पर्यो नि डीजे राजी बड़कुरबा दसैँ खोजेर साइलेजी दसैँ खोजेर खन्छ साइलेजी लाई हुन्छ साइलेजी